नमस्कार साथीहरू, स्वागत छ तपाईं सबैलाई लर्न कोरियन विथ हेमराज 29 मा। म हेमराज खनाल। नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नेपालमा कोरियन भाषा सिक्ने जुन लहर चलेको छ नि, त्यसको बारेमा। नमस्ते। यो विषय अहिले निकै सान्दर्भिक छ हैन? हो नि, युवाहरूमाझ त झन् क्रेज नै देखिन्छ। खासमा आज हामी यसका अवसर अनि चुनौतीहरू के छन् भनेर अलि गहिरेरै छलफल गर्ने विचारमा छौँ। राम्रो। यो छलफलका लागि हामीले विभिन्न जानकारीहरू हेरेका छौँ अनि अनुभवहरू पनि। हो, विशेष गरी अनुभवी शिक्षकहरूको अन्तर्दृष्टि महत्त्वपूर्ण हुन्छ। जस्तो 17 वर्षभन्दा बढी यही क्षेत्रमा अनुभव भएका अनि कोरियाबाटै भाषा र शिक्षामा स्नातकोत्तर गर्नुभएका शिक्षक खिरेन्द्र राज मोक्तान जस्ता विज्ञहरूको अनुभवले हामीलाई अझै स्पष्ट हुन मद्दत गर्छ। उहाँको अनुभव त निकै मूल्यवान छ यो क्षेत्रमा। त्यही त, हाम्रो आजको यो गहिरो विश्लेषणको उद्देश्य चाहिँ किन यति धेरै आकर्षण अनि सिक्दा के कस्ता अप्ठ्यारा आउँछन्, प्रभावकारी तरिका के होला सिक्ने, अनि त्यो इपीएस टपिक परीक्षा हैन, त्यसको तयारी कसरी गर्ने भन्ने कुरा पनि हो। त्यो एकदम महत्त्वपूर्ण। अनि नमस्कार इन्स्टिच्युट किर्तिपुर जस्ता संस्थाहरूको भूमिका कस्तो रहन्छ भन्ने पनि हेर्छौँ। तयार हुनुहुन्छ? एकदमै। सुरु गरौँ न त। ल, पहिलो कुरा यो आकर्षणकै कुरा गरौँ न। किन होला नेपाली युवाहरू यति धेरै कोरियन भाषाप्रति आकर्षित भएको? केवल रोजगारी मात्रै हो त? हेर्नुहोस्, विश्वव्यापी रूपमा त कोरियाको प्रभाव बढेकै छ। उनीहरूको संस्कृति हैन अनि आर्थिक हिसाबले पनि के-पप, के-ड्रामा त छँदैछ। त्यो त छँदैछ। तर नेपालको सन्दर्भमा कुरा गर्दा मुख्य ड्राइभिङ फोर्स चाहिँ त्यही एम्प्लोइमेन्ट पर्मिट सिस्टम, मतलब इपीएस अन्तर्गत टोपिक परीक्षा पास गरेर कोरियामा वैध रोजगारी पाउने अवसर नै हो। यो एकदमै ठूलो आकर्षण हो। मतलब लिगल इम्प्लोइमेन्टको ग्यारेन्टी जस्तो भयो? हो, एक किसिमले। तर त्यो मात्रै पनि होइन है। कतिपय चाहिँ साँच्चीकै कोरियाली संस्कृति, उनीहरूको खाना अनि अहिले त प्रविधिमा पनि उनीहरू अगाडि छन् नि। हो त नि, स्यामसङ, ह्युन्डाई जस्ता ब्रान्डहरू। हो, अनि उच्च शिक्षाका लागि कोरिया जाने रुचि राख्नेहरूले पनि भाषा सिक्न थालेका छन्। त्यसैले कारणहरू मिश्रित छन्, तर मुख्य चाहिँ रोजगारी नै देखिन्छ। बुझ्यो। रोजगारीको आकर्षण त एकदमै बलियो रहेछ। तर भाषा सिक्ने क्रममा नि कतिको गाह्रो छ त्यो। नेपाली भाषीलाई सुरुमा के कुराले चाहिँ बढी अल्मल्याउँछ होला? चुनौती त छन् नि। भाषा आफैमा नौलो भयो होइन। एउटा ठूलो समस्या चाहिँ के देख्छु भने सही शिक्षक र राम्रो गुणस्तरीय पाठ्य सामग्री, क्वालिटी मटेरियल्सको अभाव। त्यो त गाह्रो कुरा हो नि। कतिपयले अनलाइन यताउति हेरेर युट्युब हेरेर सिक्न खोज्नुहुन्छ, तर त्यसरी अधुरो ज्ञान लिएर सिक्दा जग बलियो हुँदैन अनि बीचमै छोड्ने सम्भावना बढी हुन्छ। अनि अरु केही? अर्को महत्त्वपूर्ण कुरा हो अभ्यास गर्ने वातावरण, स्टडी इन्भाइरोन्मेन्टको कमी। क्लासमा सिक्यो, घर आयो सक्यो। साथीभाइसँग बोल्ने, अभ्यास गर्ने माहौल भएन भने सिकाइ दिगो हुँदैन, निरन्तरता टुट्छ। अभ्यास त चाहियो नि। अनि सबैभन्दा आधारभूत कुरा, सुरुमै कोरियन वर्णमाला जसलाई हङ्गुल भनिन्छ नि, त्यसलाई राम्ररी नबुझ्दा वा हेलचेक्र्याङ गर्दा पछि गएर धेरै गाह्रो हुन्छ। हङ्ग्युल? त्यो त बेसिक भयो होइन? हो, त्यो जग हो। हाम्रो देवनागरी भन्दा यसको ध्वन्यात्मक संरचना, अक्षर लेख्ने तरिका फरक छ। त्यसमा सुरुमै पर्याप्त समय दिएर राम्रोसँग बुझेन भने पछि उच्चारण मिल्दैन, पढ्न गाह्रो हुन्छ, लेख्न गाह्रो हुन्छ। जगै कमजोर भएपछि त गाह्रो भइहाल्यो नि। हो त नि। त्यो जग बलियो बनाउने कुरा त एकदमै महत्त्वपूर्ण रहेछ। त्यसो भए प्रभावकारी ढङ्गले सिक्नलाई के गर्न सकिन्छ त? केही टिप्स छन् कि? छन् नि। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा मैले अघि पनि भने, त्यो हङ्गुल सिक्न पर्याप्त समय दिनुहोस्, हतार नगर्नुहोस्। यो भाषाको आधार हो। कति समय जति लाग्ला त सामान्यतया हङ्ग्युल मास्टर गर्न? खै, त्यो त व्यक्तिपिच्छे फरक पर्छ, तर कम्तीमा 1-2 हप्ता ध्यान दिएर लाग्यो भने राम्रोसँग बुझ्न सकिन्छ। यसका लागि नेपालीमै स्पष्टसँग व्याख्या गरिएका सामग्री प्रयोग गर्नु राम्रो हुन्छ, ताकि कन्सेप्ट क्लियर होस्। अनि हाङ्गुल सिकेपछि
त्यसपछि व्याकरण, ग्रामर अनि महत्त्वपूर्ण शब्दावली भोक्याबुलरीमा फोकस गर्ने र दैनिक जीवनमा प्रयोग हुने संवादहरूमा ध्यान दिनुपर्छ। किताबको मात्रै पढेर भएन, व्यवहारमा प्रयोग हुने कुरा सिक्नु पर्यो। अनि त्यो सुन्ने र बोल्ने सिप नि, लिसनिङ र स्पिकिङ। एकदमै महत्त्वपूर्ण। धेरैजना पढ्ने र लेख्नेमा मात्र ध्यान दिनुहुन्छ, तर भाषा भनेको त सञ्चार हो। त्यसैले लिसनिङ र स्पिकिङमा बराबर अभ्यास गर्नुपर्छ। कसरी गर्ने त अभ्यास? सुन्नको लागि कोरियन गीतहरू सुन्ने, छोटा फिल्महरू, समाचार क्लिपहरू हेर्ने सुन्ने गर्न सकिन्छ। बोल्नको लागि चाहिँ ऐना हेरेर बोल्ने, साथीसँग बोल्ने अथवा अहिले त अनलाइनमा भाषा आदान प्रदान गर्ने प्लेटफर्महरू पनि छन्। अडियो भिजुअल सामग्रीले धेरै मद्दत गर्छ। त्यो त राम्रो आइडिया हो। अब अलिकति त्यो इपिएस टपिक परीक्षातिर लागौँ न। यो त धेरैको चासोको विषय हो। यसको तयारीमा चाहिँ विशेष के कुरामा ध्यान दिनुपर्छ होला? इपिएस टपिक परीक्षामा मुख्यतया 2टा खण्ड हुन्छन्, सुनाई लिसनिङ र पढाइ रिडिङ। अहिले त सिप परीक्षण पनि थपेको छ क्यारे केही क्षेत्रमा, तर मुख्य भाषा परीक्षा यही हो। लिसनिङ र रिडिङ कस्तो खालको प्रश्न आउँछन् त यसमा? लिसनिङमा प्राय कस्तो हुन्छ भने तस्बिर देखाएर त्यससँग सम्बन्धित संवाद वा वर्णन सुनाउँछ अनि सही जवाब छान्नुपर्ने हुन्छ, अथवा छोटो संवाद सुनेर त्यसको आधारमा प्रश्नको उत्तर दिने। रिडिङमा चाहिँ अनुच्छेदहरू हुन्छन्, सूचनाहरू हुन्छन्, त्यो पढेर सोधिएका प्रश्नको उत्तर दिनुपर्छ। यसमा समय व्यवस्थापन एकदमै महत्त्वपूर्ण हुन्छ। समय व्यवस्थापन कति समय हुन्छ र? रिडिङ खण्डमा प्रश्न संख्या धेरै हुन्छ, समय सीमित हुन्छ। त्यसैले छिटो पढेर बुझ्ने अभ्यास गर्नुपर्छ। अनि तयारीका लागि केही ठोस सुझाव? पहिलो कुरा, दैनिक रूपमा कोरियन अडियो सुन्ने बानी बसाल्नुस्। गीत, समाचार, संवाद जे भए पनि यसले लिसनिङ स्किल सुधार्छ। दोस्रो, महत्त्वपूर्ण भोक्याबुलरी र ग्रामरका नियमहरू टिपेर नोट्स बनाउने। आफ्नो छुट्टै नोट कपी बनाउँदा पछि रिभाइज गर्न सजिलो हुन्छ। अनि अभ्यास नि? हो। तेस्रो र महत्त्वपूर्ण कुरा, नियमित रूपमा नमुना परीक्षाहरू, मक टेस्ट दिने। यसले परीक्षाको ढाँचासँग परिचित गराउँछ, समय व्यवस्थापन गर्न सिकाउँछ अनि आफ्नो स्तर कहाँ छ, कहाँ कमजोरी छ भन्ने थाहा हुन्छ। कमजोरी थाहा पाएपछि त्यसमा फोकस गर्न सक्यो नि त। मक टेस्ट दिँदा त प्रेसर पनि फिल हुन्छ होला है, वास्तविक परीक्षा जस्तै? हो नि, त्यो अभ्यासले वास्तविक परीक्षामा आत्मविश्वासी बनाउँछ। यस्तो तयारीमा तपाईले अघि भन्नुभए जस्तै अनुभवी शिक्षक र संस्थाहरूको भूमिका कस्तो रहन्छ त? जस्तो कीर्तिपुरको नमस्कार इन्स्टिट्युटको कुरा गर्नुभयो। भूमिका निकै महत्त्वपूर्ण हुन्छ। हेर्नुस्, शिक्षक भनेको पथ प्रदर्शक हो। झन् खिरेन्द्र राजमुक्तान जस्तो शिक्षक जसले कोरियामै भाषा र शिक्षा पढ्नु भएको छ, 17 वर्षभन्दा बढी इपिएस टोपिक तयारी गराएको अनुभव छ, अनि इपिएस टोपिक सफलताको सूत्र जस्तो पुस्तक पनि लेख्नु भएको छ। उहाँहरूको मार्गदर्शनले सही ट्र्याकमा हिँड्न मद्दत गर्छ। उहाँहरूलाई त थाहा हुन्छ नि त कहाँनिर विद्यार्थीले गल्ती गर्छन्, के कुरामा बढी ध्यान दिनुपर्छ भनेर। एकदमै। अनि नमस्कार इन्स्टिट्युट जस्ता संस्थाहरू जसको 17 वर्षभन्दा बढीको अनुभव छ इपिएस टोपिक तयारीमा, उनीहरूसँग एउटा स्थापित प्रणाली हुन्छ, व्यवस्थित पाठ्यक्रम हुन्छ, नियमित कक्षाहरू हुन्छन्, स्मार्ट क्लास जस्ता प्रविधि प्रयोग गर्छन् होला। अनि अभ्यास परीक्षाहरू नि? हो, नियमित अभ्यास परीक्षा लिने अनि विद्यार्थीलाई व्यक्तिगत पृष्ठपोषण दिने, कहाँ कमजोरी भयो, कसरी सुधार्ने भनेर। यसले विद्यार्थीलाई धेरै सहयोग पुग्छ। कतिपय विद्यार्थी अन्त कतै पढेर सफल नभएका पनि आउँछन् होला है यस्ता अनुभवी ठाउँमा? आउँछन् नि। हामीले सुनेका छौँ कति विद्यार्थीले 80 भन्दा बढी अङ्क ल्याएर कोरिया जान सफल भएका छन् यस्ता संस्थाहरूबाट। अन्त असफल भएकालाई पनि सही मार्गदर्शन दिएर सफल बनाएका उदाहरणहरू छन्। त्यसैले शिक्षक र संस्थाको भूमिका निकै महत्त्वपूर्ण छ, विशेष गरी इपिएस टोपिक जस्तो प्रतिस्पर्धात्मक परीक्षामा। हो त नि। यो त भयो इपिएस मार्फत रोजगारीको कुरा। तर कोरियन भाषा सिकेर अरू पनि त अवसरहरू होलान् नि, कि खालि कोरिया जान मात्रै हो? होइन, अवसरहरू अरू पनि धेरै छन्। कोरिया जानु एउटा प्रमुख बाटो भयो, तर त्यो बाहेक पनि हेर्नुस् न। जस्तै नेपालमै खुलेका कतिपय कोरियन कम्पनीहरू छन् नि, त्यहाँ रोजगारीको अवसर हुन सक्छ। भाषा जानेको मान्छेलाई प्राथमिकता दिन्छन्। नेपालमै पनि? त्यो त राम्रो भयो। हो, अनि कोरियामा उच्च शिक्षा हासिल गर्न जानियो भने, भाषा जानेको छ भने छात्रवृत्ति पाउन पनि सजिलो हुन्छ। पढाइ बुझ्न त झन् कति सजिलो हुन्छ। त्यो त हो नै।
अरू उनीहरूको लागि गाइड बन्न सकियो, अनुवादक वा भाषा प्रशिक्षकको रूपमा पनि काम गर्न सकिन्छ। अनुवादक र भाषा प्रशिक्षकको पनि माग छ र छ नि, जति धेरै मान्छेले सिक्न थाल्छन् त्यति नै प्रशिक्षकको माग बढ्छ अनि कागजात अनुवाद गर्ने कामहरू पनि हुन्छन्। अहिले त झन् डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय व्यापार जस्ता क्षेत्रमा पनि कोरियासँग काम गर्नुपर्ने हुन सक्छ। त्यस्तो बेला भाषाको ज्ञान हुनु भनेको त ठूलो फाइदा हो। वाह, अवसर त निकै फराकिलो रहेछ त। इपिएस बाहेक पनि धेरै सम्भावनाहरू रहेछन्। हो, भाषा सिकेपछि ढोकाहरू खुल्छन्। एकदमै राम्रो लाग्यो सुनेर। अब अन्त्यमा भर्खरै सिक्न सुरु गरेका वा सिक्ने कि नसिक्ने भनेर सोचिरहेकाहरूलाई केही सुझाव दिनुहुन्छ कि? मेरो मुख्य सुझाव त के हुन्छ भने, पहिलो कुरा निरन्तर अभ्यास, कन्टिन्युअस प्र्याक्टिस गर्नुहोस्। आज पढ्यो, 4 दिन छोड्यो गर्यो भने प्रगति हुँदैन। थोरै भए पनि दैनिक अभ्यास गर्नुहोस्। कन्सिस्टेन्सी महत्त्वपूर्ण भयो। एकदमै। दोस्रो कुरा, गल्ती गर्न नडराउनुहोस्। सुरुमा बोल्दा लेख्दा गल्ती हुन्छ नै, तर हरेक गल्तीबाट सिक्न सकिन्छ। गल्तीलाई अवसरको रूपमा लिनुपर्छ। हो त नि, गल्ती नगरी कहाँ सिकिन्छ र? त्यही त। तेस्रो, आफ्नो गतिमा सिक्नुहोस्। अरूले छिटो सिक्यो भनेर आत्तिनु पर्दैन, तर नियमितता चाहिँ नछोड्नुहोस्। अनि चौथो, आवश्यक परेमा अनुभवी शिक्षक वा भरपर्दो संस्थाबाट सल्लाह लिन नहिचकिचाउनुहोस्। उनीहरूले सही दिशा देखाउन सक्छन्। एकदमै व्यावहारिक र महत्त्वपूर्ण सुझावहरू। आज हामीले साँच्चै गहिराईमा पुगेर कुरा गर्यौं जस्तो लाग्यो। नेपालमा कोरियन भाषा सिक्नुका कारणहरू, विशेष गरी रोजगारीको आकर्षण अनि संस्कृतिप्रतिको रुचि, त्यसपछि चुनौतीहरू, सही स्रोत, अभ्यासको वातावरण अनि हाङ्गुलको महत्त्व। अनि प्रभावकारी सिकाइ विधिहरू, जग बलियो बनाउने, ग्रामर, भोक्याबुलरी, लिसनिङ, स्पिकिङ सबैमा ध्यान दिने। अनि इपिएस टपिकको तयारी कसरी गर्ने, मक टेस्टको फाइदा र नमस्कार इन्स्टिट्युट जस्ता अनुभवी संस्था र शिक्षकको भूमिका, र अन्त्यमा इपिएस बाहेकका फराकिलो अवसरहरू। हो, यी सबै पाटालाई फमेट्ने प्रयास गर्यौं। व्यवस्थित सिकाइ, जग बलियो बनाउने कुरा, निरन्तर अभ्यास र सही मार्गदर्शन नै सफलताको कुञ्जी हो जस्तो लाग्छ मलाई। एकदमै। ल, अब जाँदा जाँदै एउटा प्रश्न श्रोताहरूलाई पनि सोच्नको लागि छोडेर जाउँ कि? हुन्छ नि। कोरियन भाषाको यो जुन ज्ञान बढ्दैछ नि नेपालमा, यसले भविष्यमा हाम्रो देशको आर्थिक र सांस्कृतिक परिदृश्यलाई कसरी अझै बदल्न सक्ला? विशेष गरी अहिलेको युवा पुस्ता जसरी विश्वसँग जोडिन खोजिरहेको छ, त्यो सन्दर्भमा यसको प्रभाव कस्तो होला? यो निकै गम्भीर र सोच्नुपर्ने प्रश्न हो। यसले पक्कै पनि केही न केही परिवर्तन ल्याउनेछ। यो विषयमा सबैले विचार गर्न सकिन्छ। हो। ल, आजको यो गहन छलफलका लागि तपाईलाई धेरै धेरै धन्यवाद। मलाई पनि अवसर दिनुभएकोमा धन्यवाद।